नमस्ते साथीहरू, राधे राधे। कस्तो हुनुहुन्छ? राम्रै हुनु होला। वेलकम टु आवर फेरि एनपी साहिद ब्लगमा। आज यो पार्ट 4 हो। आज हामी तपाईँले फेरि हेराउँछु कि आजको काम 4 दिनमा कतिसम्म काम भए, कति फुटे। ल यसैको कारण हामी अब माथि जान्छु। अनि माथि गएर धेरै आवाज पनि आइरहेछ त्यहाँ। धेरै आवाज आइरहेछ नि। फेरि हामी अहिले एकको तल माथि जानेर अनि तपाईँले हेराउँछु कति काम अहिले भएछ। अनि त्यो आवाज आएको हामीले बन्द गरिदिएछु, किनकि यो भोइस मैले गरेर त्यसपछिको रेकर्डिङ गर्छु नि। यहाँ हेर्नु, यो तपाईँले हेर्नुभयो होला पार्ट 3 मा यतिसम्म भएको छ। ल यहाँबाट फुटे, मुनिबाट फुटिरहेको छ। अनि यहाँ हेर्नु, यहाँबाट कस्तो फुट्न स्टार्ट भएको छ। ल यहाँ हेर्नु त गाइस, कति फुटिरहेको छ। यहाँ हेर्नु, यहाँ मसिनले त्यो उदारिरहेको छ, त्यसको कारणले यो फुटिरहेको छ। ल हेर्नु गाइस, यहाँसम्म यो फुटिसकेको छ। अनि भोलिसम्म त्यो एक तला खत्तम हुन्छ। अनि फेरि त्यहाँबाट काम स्टार्ट गर्ने। अहिलेसम्म त मात्र यो मात्रै फुटेकै छ। अनि फुटेपछि त फेरि तपाईँले थाहा छ, पुरै देवाल पनि भस्काउनु पर्छ। घर तुर्दाखेरि पुरै देवाल भस्काएर त्यसपछि गर्नुपर्छ। अहिले मान्छे त यसमा 5बाट मात्रै छ। भोलि नभए पर्सि अझै 15-20 जना आउँछ मान्छेहरू। अहिलेसम्म त मान्छेहरू आएको छैन यसमा। त्यसै कारणले अहिले 5 जना मान्छे छ। नभए त अहिले 2 तला खत्तम हुन्थे, मात्र अहिले 1 तला खत्तम हुन्छ। अहिले त हामी त प्रहरी निकायमै मात्रै छु। अनि 2 जना अनि 5 जना के काम गर्दैछु त्यो पनि म बताइदिन्छु गाइस। 2 जना मसिन चलाइरहेछ, 2 जना हमत चलाइरहेछ, 1 जना त्यो माथिको पापड उतारिरहेछ। नि उधारेर तब मसिन चल्छ नि, नभए मसिन फेरि टुट्छ, बिग्रिन्छ। त्यसै कारणले त्यस्तै काम भइरहेको छ। अनि यो हेर्नु, तपाईँ हेर्नुहुन्छ भिडियोमा। म अब तपाईँहरूलाई के भनौँ, हेर्नु 2 जना मसिन चलाइरहेछ, 2 जना हमत चलाइरहेछ, अनि 2 जना यहाँ बसेर फोडिरहेछ। अनि यो अहिलेसम्म यति नै मात्रै काम भयो। किन भयो मात्रै तपाईँले थाहा छ साथीहरू, 5 जना मान्छे छ। 5 जनामा कति काम हुन्छ, माथि यति हुन्छ। अनि यो रेड कलरको बक्स हेर्नुमा चाहिँ यसैमा दुईवटा न्यू मसिन यसै बक्समा आएको छ। यहाँबाट भ्यू हेर्नु गाइस, कति राम्रो भ्यू यहाँ हेरिन्छ नि। यहाँ शेरबहादुर दिवाजीको घरमा कति राम्रो भ्यू हेरिन्छ त्यहाँबाट। अनि यो त्यस्तै तलको पनि हेर्नु, पार्ट 3 मा हेर्नुभयो होला। यहाँ त केही काम भएको छैन। ल अहिले यहाँको दशा हेर्नु, यो पुरै जस्ता टुटिसकेको छ। फेरि यो जस्ता बनाउनु पर्छ, किनभने इँटा खसाउनको लागि त जस्ता चाहियो। ल यसै कारणले अब कति हामी भिडियो हुन्छ तब तल जाने। तल गएर तपाईँले हेराउँछु कति आवाज आइरहेछ त्यो माथिबाट। ल तल आए हामीहरू यहाँ। अनि हेर्नु, त्यसको टोयलेट हो, प्रहरीहरूको बाथरुम पनि जेन्जीहरूले कस्तो फोडिदिएछ, पुरै तोडफोड गरिदिएछ नि जेन्जीहरू बाथरुम। अनि त्यहाँको रुम पनि हेर्नु, म तपाईँले रुम हेराउँछु। यहाँको रुम हेर्नु, यहाँ के भइरहेको छ अहिले। हामी माथि अस्ति त फोडेको थियो अलिकति, तपाईँले हेर्नुभयो होला पार्ट 3 मा। बाँकी यो अहिले केही छैन, किनभने यहाँ माथिबाट तल यस्तो एक स्टेप फोडिएको छु नि। अलिकति सबै मिलाएर फोड्नु परेन नि। एउटा फोड्ने, त्यो खत्तम गर्ने, तब तलाउने, फेरि खोल्ने, तब खत्तम गर्ने के। त्यसै कारणले यहाँ हेर्नु, कसैको बेड हो, यो प्रहरीहरूको दाइको बेडहरू होला। अनि बेडहरू पनि तोडिदिएछ, पुरै तोडफोड गरेर यहाँ राखिदिएछ बेड। हामीले बेड चाहियो भने यही लाग्दा हुन्छ हामीसँग, तर हामी चाहिँदैन। अनि यो पनि रुम एउटा छ, यहाँ झार बहारेर राखेछ। कोहीमा अझै मान्छे आउनुवाला छ नि, 10वटा मान्छे आएपछि त्यो साथीहरू दाइहरू यहीँ बस्नुहुन्छ। अनि त्यसै कारणले साफसुथरा गरेको छ नि, आएपछि यहाँ निक्लिन्छ। अनि त्यसै कारणले यो साफसुथरा, यसमा सानै रुम छ तर पुरै साफसुथरा गरेर राखेको छ। ल अब हामीहरू यहाँ सबभन्दा तल। अनि यहाँ हेर्नु, कति यो के हो थाहा छैन मलाई, के राखेको छ, पाइप वेप के यो नाला जस्तो हेरिएको छ तपाईँहरूलाई। मलाई पनि नलै जस्तो हेरिएको छ, तर त्यति त मलाई पनि थाहा छैन के हो। ल यहाँबाट भ्यू हेर्नु त गाइज, भ्यू त यहाँ कति राम्रो भ्यू छ। यहाँ आँखा पनि धेरै राम्रो लाग्छ नि। त्यो गेट पनि हेर्नु गाइज, गेट त तपाईँले म हेराइदिन्छु। ल तपाईँले विश्वास नभयो होला कि म अहिले कहाँ छु। यहाँ हेर्नु, म अहिले कहाँ छु। यहाँबाट त्यो मान्छेहरू काम गरिरहेको छ, यो हेर्नु। अनि म तिनीहरूलाई नबताएर भिडियो तानेछु नि, त्यसै कारणले अलिकति तल गरेर भिडियो तानेछु। अनि त्यहाँ मुनि काम गरिरहेछ सबैजना, किनभने मोबाइल हेर्छ भने काम गर्न थाल्छ नि। मैले यस्तो भिडियो ताने, किनभने हेर्न सकेन भने जो काम गर्दैन नि त्यो निक्लिन्छ, दोस्रो अर्को मान्छे आउँछ फेरि। अनि यसै कारणले यस्तो भिडियो हामी गर्न सके। अनि अलि माथि गर्छु म मोबाइल, लगाइस हेरिएको छैन नि। हेर्नु, अब हेर्नु हेरिएको छ। अनि यहाँ हेर्नु, यो घाँस, यो कुन घाँस हो गाइस, कमेन्ट गरेर बताउनु त मलाई थाहा छैन। यो मलाई लागिरहेको छ जस्तो चाइनिज घाँस जस्तो, त्यो हुँदैन गाएको सो बनाउने नि, त्यही घाँस हो। यहाँबाट त्यसको घर हेर्नु गाइस, तपाईँले विश्वास हुँदैन नि म फेरि कहाँ छु। अब हेर्नुभयो, विश्वास भयो म कहाँ छु। म शेरबहादुर दिवाजीको नि घरमा छु। हामीहरू त्यहाँबाट तुरिएको छु। अनि यो पार्ट 4 हो।
पार्ट 70-16सम्म आउँछ नि। यहाँ गेट मुनि कोही आएको थियो, यहाँ बिजुलीको लाइन कसले पनि तोडेको छैन। सुकर मनाउनु बालेनहरूले कोही भल्जेन्जीहरूले बिजुलीको लाइन तोडेको छैन, नभए हामीलाई धेरै दिगै हुने। ल अब तपाईँहरूले के भनौँ, यस्तै ब्लग हेर्दै रहनु। अनि यो लास्टै हो, हेर्नको लागि त्यसमा धन्यवाद गाइस। ल